नमस्ते नमस्कार दर्शकबिन। आज एउटा अचम्मको घटना घटेको छ। भर्खरै एकजना मान्छेले यहाँबाट ग्यास किनेर लगेर त्यहाँ बाटोमा गएर एउटा डोरी टुटेको कारणले डोरी किन्न आएको थियो र त्यही बेलामा यो बाटोबाट यहाँ तपाईँ हेर्न सक्नुहुन्छ, त्यही बाटो अगाडिबाट एकजना बाइकवालाले त्यो सिलिन्डर उठाएर चोरेर भागेको छ। यो तपाईँको हेर्न सक्नुहुन्छ दृश्य हो फलानी चोक नहर छेउबाट, फलानी चौकबाट कोडरियातिर जाँदै गरेको मोटरसाइकल चालकले एउटा ग्यास सिलिन्डर चोरेर लगेको छ। कृपया तपाईहरूले यदि कसैले भुलवश तपाईहरूले लग्नु भएको छ भने कृपया आएर यहाँ बुझाइदिनु होला, किनकि एकजना गरिब मान्छेका सिलिन्डर थिए। यही मान्छे तपाईँकै कुछ बोला त के कता केना के सिलिन्डर हराले बोला न के केना के सिलिन्डर हराले तपाईहरू हेर्न सक्नुहुन्छ। डोरी उहाँको हातमै छ, उहाँको साइकल डोरी टुटेको कारणले उहाँ डोरी किन्न आउनुभएको थियो र अगाडि अहिले भर्खरै 2 मिनट अगाडि त्यो ट्र्याक्टर लागिरहेको छ, त्यहीँनिर सिलिन्डर राखेर उहाँ डोरी किन्न आउनुभएको थियो र बाटोबाट सिलिन्डर चोरी भइसकेको छ। यस्तो यस्तो इन्सानहरू अहिले यस्ता यस्ता मानवहरू भइरहेका छन्। सिलिन्डरसम्म चोरी गर्ने अवस्था आइसकेको छ। यदि तपाईहरूले कोही भुलवश लग्नु भएको छ भने, यदि कसैले देख्नु भएको छ भने कृपया कमेन्टमा आएर भनिदिनु होला र छिटोभन्दा छिटो सिलिन्डर पत्ता लगाउनको लागि यो भिडियोलाई सक्दो सेयर गरिदिनु होला। हस् त, धन्यवाद।